कालले छोड्ला तर हाम्रो मेन पैसा छोड्दैन क्या क्या कुराहरू पहिला पैसा अनि हुन्छ क्या काम यार। हेलो सर हजुर ओ सर नमस्कार नमस्कार नमस्कार। अनि सर के छ आजभोलि यो वर्किङको धेरै सुनिरहेको छु युरोपतिर रोमानिया माल्टा कता कता भन्छन् के छ सर हजुरकोतिर? हाम्रोतिर अहिले रोमानिया माल्टा क्रोएसिया अस्ट्रिया बुल्गेरिया कहाँ जानुहुन्छ तपाईँ? रोमानिया चाहिँ अहिले सुनिरहेको देश हो। रोमानियातिर चाहिँ के छ कस्तो छ? रोमानियाको तपाईँको भिजा लाग्छ, तपाईँ 100% रोमानिया पुग्नुहुन्छ। हाम्रोमा अलिकति महँगो छ, पहिले मैले भनिदिएँ 15 लाख रुपियाँ 15 लाख दिनमा भिजा हुन्छ। 15 लाख तपाईँ त डबलै भन्नुभयो नि यार, बाहिर 7 लाख 6 लाखमा उडाउनु तपाईँ 15 लाख डबल भन्नुभयो। अनि हुँ जानु त बाहिर तपाईँलाई कसले उडाउँदो रहेछ, त्यही जानु 6 लाख 7 लाखमा त्यही जानु। त्यहाँ फेरि टाइम पनि त 2 वर्ष 2.5 वर्ष 1 वर्ष 2-4 लाख भन्ने कुरा ठुलो भएन, मैले माने 15 लाखै दिने भए तर 15 दिनमा ग्यारेन्टी हो मजाले। तपाईँको 15 दिनमा आएन भने तपाईँलाई 2 लाख रुपियाँ थपेर 17 लाख। ल 15 दिनमा भोलि आएर 15 लाख रुपियाँ तपाईँको काउन्टरमा डिपोजिट गरिदिए, 15 दिनमा म हुने गरी गर्नु पर्यो। ल अहिले तपाईँ मजाले पार्टी गर्दै गर्नुहोस्, भिजा आउनु।